आज चाहिँ हाम्रो साथमा हुनुहुन्छ एउटा जेएनजी युवा जसले आफूभन्दा समथिङ भन्दाखेरि 10 गुणा बढी वेट पुग्नु भएको छ। एज कति भयो भाइ? मेरो 31 जस्तो त मान्दैन त म। कहाँदेखि ल्याएको कहाँदेखि? ना यिनलाई कहाँदेखि ल्याएको यात्रीलाई? यसलाई घोडापाडाबाट सर। कतिमा? यसलाई धेरै होइन 600मा। 600मा जम्मा 600मा? के गर्ने? ओहो गाह्रो छ गाह्रो यार। कति किलो आदि होलिन्? यो भन्छ 80। 80 छिन्? ल ठिक छ। 75 हुने धेरै बिस्तारै कि हो मस्तले सुतिछिन्। ल ल हाम्रो जेएनजीको सरकारमा भएका युवाहरूले पनि एकदम ध्यान दिएर बनाउनु पर्यो है। जे पनि परिवर्तन हुन्छ सबैको भलाइको लागि होस्। देख्नु भएको छ नि पढे लेखेका युवाहरूले कसरी आफ्नो पसिना बाहिर बगाएका छन्। यस्तै पसिना नेपालमै बगाउने वातावरण मिलाउनु पर्यो के।